निरंकुश राजावादी तत्त्वहरूले तिनकुनेमा एउटा आततायी निकै विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन फेरि एकचोटि नयाँ सन्दर्भ सहित आपसमा टक्राइरहेका थिए। आततायीहरूको विवेक शून्य अपराध कर्ममा परेर एकजना होनहार युवा पत्रकार सुरेश रजकको हत्या भयो। घरभित्रै जलाएर हत्या गरियो। तपाईँ हामीलाई सम्झना छ, हिजो निरंकुश राजावादी कालमा सबभन्दा बढी आक्रमणको शिकार सूचना सञ्चारको क्षेत्र, प्रेस क्षेत्र नै प्रेसमाथि अंकुश लगाउने, कम्युनिकेसनहरू रोक्ने नै उनीहरूको मुख्य ध्यान हुन्थ्यो। सामन्ती निरंकुशतावादी र ती आपराधिक आततायी विवेक शून्य मान्छेहरू यतिमा रोकिने देखिएको छैन। उनीहरू अझै पनि त्यस खालका आगजनी, तोडफोड, हत्या, हिंसाका घटनाहरूलाई चाहिँ अगाडि बढाउने दुस्साहस गर्न खोज्दैछन्। भूमिगत रूपमा त्यति बेला जनयुद्ध झन्डै क्लाइमेक्सतिर जाँदै थियो। त्यस्तो अवस्थामा हामीले यसको संस्थापन गरेका हौँ। मलाई त्यो सम्झँदै गर्दा अहिले पनि संस्थापक अध्यक्ष कमरेड महेश्वर दाहालले त्यसलाई स्मरण गर्दै केही कुरा राख्नुभयो यहाँ। अनि त्यति बेलाका महासचिव कमरेड ओम शर्मा अनि गोविन्द शर्मा जस्ता साथीहरू अहिले पनि कुनै न कुनै रूपमा प्रेसको एउटा नेतृत्वको रूपमा स्थापित पनि हुनुहुन्छ, राष्ट्रिय रूपमा भूमिका खेल्दै पनि आउनु भएको छ। र यो अधिवेशनसम्म आउँदा ठुलो सङ्ख्यामा प्रेस सेन्टरले आफ्नो लागि सुयोग्य नेताहरूको टिम बनाएको देखेको छु मैले। यसको लागि पनि म प्रेस सेन्टरलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अहिले तपाईहरुको यो 5औं राष्ट्रिय महाधिवेशन देशको राजनीतिको एउटा विशिष्ट मोडमा हुँदैछ। मैले अहिले धेरै लामो व्याख्या गर्न सम्भव छैन। हिजो चैत्र 15 गते देशमा एउटा नयाँ परिघटना देखा पर्यो। एकातिर गणतन्त्रवादीहरूले आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धता, आफ्नो संकल्प स्थापित गर्नको लागि ठुलो संख्यामा जनसमुदायको बीचमा विरोध सभाको आयोजना गर्यो र एउटा उदाहरण राष्ट्रको अगाडि प्रस्तुत गर्यो र त्यहाँबाट सबै गणतन्त्रवादीहरूलाई आफूले आत्मसमीक्षा गर्दै समाजवादी मोर्चाको तर्फबाट हामीले आफ्नो आत्मआलोचना गर्दै अरू गणतन्त्रवादीहरू जो अहिले सरकारमा छन् उनीहरू पनि सच्चिनु पर्यो, उनीहरूले आफ्नो क्रियाकलापलाई गणतन्त्रवादी बनाउन पर्यो भन्ने कुराको हामीले अपिल गर्यौं। त्यो आफैमा एउटा ठुलो परिघटना हो। त्यस सन्दर्भमा जति बेला निरंकुश राजावादी तत्त्वहरूले तिनकुनेमा एउटा आततायी निकै विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन फेरि एकचोटि नयाँ सन्दर्भ सहित आपसमा टक्राइरहेका थिए। मैले आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, तिनकुने वरिपरिका जनताले पनि र देशभरिकाले पनि यदि हामी समाजवादी मोर्चाले 50,000 को संख्यामा जनतालाई सडकमा नउतारेको भए शालीनता, संयम र अनुशासन र सभ्यताको प्रतीकका रूपमा आफूलाई प्रस्तुत नगरेको भए मलाई आज बिहान धेरैले बधाई भनेको कुरा म तपाईहरुलाई भन्दैछु। हिजो धेरै ठुलठुला दुर्घटना हुने खतरा थियो। त्यहाँ झन्डै 1 लाख वरिपरि जनता नउत्रेको भए र उनीहरूले लोकतन्त्रप्रतिको, गणतन्त्रप्रतिको आफ्नो कमिटमेन्टलाई आफ्नो प्र्याक्टिसद्वारा प्रस्तुत नगरेको भए आततायीहरूले यति मात्रै होइन अझ ठुलठुला घटनाहरू घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई एउटा चाहिँ त्यसको पराकाष्ठमा पुर्याउने षड्यन्त्र थियो। समाजवादी मोर्चा र उहाँहरूले मलाई
विशेष रूपले धन्यवाद र बधाई भन्नुभयो। धेरै मान्छेको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो। त्यति हुँदा हुँदै पनि क्षति त भयो। 2 जना नागरिकको ज्यान गयो, थुप्रै घरहरू जलाइए, गाडीहरू जलाइए, सङ्घ संस्थाका कार्यालय, पार्टीका कार्यालयहरू जलाइए। तर मलाई जनताले भनेको कुरा, बुद्धिजीवीहरूले भनेको कुरा, यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक एकता र शक्ति प्रदर्शन नगरेको भए आततायीहरूको योजना र रणनीति योभन्दा भयानक थियो, त्यसलाई रोक्यो भन्नुभएको छ। म यो कुरा पनि तपाईहरुको अगाडि राख्न चाहन्छु। र हिजो नै आततायीहरूको विवेक शून्य अपराध कर्ममा परेर एकजना होनहार युवा पत्रकार सुरेश रजकको हत्या भयो। घरभित्रै जलाएर हत्या गरियो। तपाईँ हामीलाई सम्झना छ, हिजो निरङ्कुश राजावादी कालमा सबभन्दा बढी आक्रमणको शिकार सूचना सञ्चारको क्षेत्र, प्रेस क्षेत्र नै, प्रेसमाथि अंकुश लगाउने, कम्युनिकेसनहरू रोक्ने नै उनीहरूको मुख्य ध्यान हुन्थ्यो। उनीहरूको आक्रमणको निशाना प्रेस नै हुन्थ्यो। तर हामी गणतन्त्रवादीहरू, हामी प्रगतिशील र क्रान्तिकारीहरू भने जहिले पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि नै राख्यौं। अहिले पछिल्लो चरणमा पनि हामीले नै संविधान निर्माण गर्दा प्रेसमाथि कुनै प्रकारको अंकुश लगाइ नै हुँदैन। स्वतन्त्रतामा मात्रै प्रेसले आफ्नो जिम्मेवारी राष्ट्रका प्रति, जनताका प्रति, समाजका प्रति आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पूरा गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित भएर, मान्यतामा आधारित भएर हामीले संविधान लेख्दै गर्दा प्रेस स्वतन्त्रतालाई बिना अंकुश अगाडि लान दिनुपर्छ भनेर लिपिबद्ध गरिएको पनि छ। यद्यपि यदाकदा फेरि त्यस्ता प्रवृत्तिले टाउको उठाउन खोज्छन् जसले प्रेसमाथि कुनै न कुनै अंकुश लगाउने प्रयासहरू गर्ने गर्छन्। हामी त्यसका विरुद्ध लड्छौँ। तर हिजो के कुरा प्रष्ट देखियो भने सामन्ती राजावादी भन्नेहरूको आक्रमणको निशाना प्रेस नै हो, जसले सत्य तथ्य समाचार जनताको बीचमा, समाजमा सम्प्रेषण गर्छ र एउटा नयाँ चेतना, अग्रगमनको, प्रगतिको, शान्तिको, स्थिरताको, विकासको, समृद्धिको चेतना फैल्याउँछ। त्यही नै निरङ्कुशतावादीहरूको, सामन्ती तत्त्वहरूको, दलालहरूको आक्रमणको निशाना हुने गर्छ। हिजोको घटनाले पनि त्यसलाई प्रष्ट पारेको छ। र म प्रेस जगतका सबै युनियनहरू, सबै प्रेससँग सम्बन्धित साथीहरूलाई म विशेष रूपले धन्यवाद पनि दिन चाहन्छु। आज बिहान प्रेसको एकताको प्रतीकका रूपमा, एकताको अभिव्यक्तिका रूपमा तपाईहरूले सम्पूर्ण प्रेस जगत एकताबद्ध भएर हिजोको घटनाको प्रतिवाद गर्नुभयो, दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो र अनि यो आततायी र आपराधिक क्रियाकलापहरू र समाजलाई पछितिर धकेल्न खोज्ने प्रवृत्तिका विरुद्ध तपाईहरू आफू एक ठाउँमा उभिएर चाहिँ त्यो प्रस्तुत गर्नुभयो। त्यसको लागि म विशेष रूपले सबै प्रेससँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधि र ती सङ्घ संस्थाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र आउने दिनमा अझै पनि सामन्ती, निरङ्कुशतावादी र ती आपराधिक, आततायी, विवेक शून्य मान्छेहरू यतिमा रोकिने देखिएको छैन। उनीहरू अझै पनि त्यस खालका आगजनी, तोडफोड, हत्या, हिंसाका घटनाहरूलाई चाहिँ अगाडि बढाउने दुस्साहस गर्न खोज्दैछन्। प्रेस अहिलेको जमानामा एउटा त्यस्तो माध्यम हो जसले त्यस खालका विवेक शून्य, निरङ्कुश प्रवृत्तिहरूलाई, आपराधिक प्रवृत्तिलाई रोक्नको लागि प्रभावकारी र परिणाममुखी भूमिका खेल्न सक्दछ। म तपाईहरू सबैलाई, प्रेस सेन्टर नेपाल र प्रेससँग सम्बन्धित सबै सङ्घ संस्थाहरूलाई पनि विशेष रूपले अपिल गर्न चाहन्छु, ढिलो नगर्नुहोला। आफ्नो ठाउँबाट निरङ्कुशताका विरुद्ध जहाँ आवाज उठाउने, लेख्ने, सबै किसिमले त्यसको प्रतिवाद गर्ने कुरामा कुनै कमी हुन नदिनु होला। म त्यसको लागि अपिल गर्न चाहन्छु। र मैले हिजो भूमिगत र जनयुद्धमा हुँदा पनि
प्रेससँग हामीले निरन्तर संवाद गरि नै राखेका थियौँ। तपाईहरुलाई थाहा छ, त्यही संवादको बीचबाट गणतन्त्रका निम्ति, शान्ति सम्झौताका निम्ति प्रेसले निकै सकारात्मक भूमिका खेलेकै हो। मेनलाइन मिडियाहरूले पनि शान्तिको वातावरण बनाउन, संविधान सभा र गणतन्त्रको वातावरण बनाउन भूमिका खेलेको हो भने अहिले पनि यो गणतन्त्रको रक्षा र सुदृढीकरणको निम्ति प्रेसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, खेल्नु पर्छ। तपाईहरुले खेली पनि राख्नु भएको छ। अझ त्यसलाई प्रभावकारी र परिणाममुखी बनाउने कुरामा ध्यान दिनु होला भनेर म भन्न चाहन्छु। अहिलेको युग अब सामान्यतः हिजो हामीले भर्खरै नेपालमा निरङ्कुश पञ्चायती तानाशाहीका विरुद्ध आन्दोलन गर्दै गर्दाको भन्दा कहाँ हो कहाँ गुणात्मक ढङ्गले अर्को ठाउँमा पुगेको छ सूचना सञ्चारको क्षेत्र। हामी मुस्किलले साप्ताहिक चाहिँ पत्रिका निकालेर त्यसबाट चाहिँ देशको राजनीति बुझ्ने सूचना सञ्चारको क्षेत्रलाई प्रभावित गर्ने ठाउँबाट बिस्तारै हामी अगाडि बढ्दै जाँदा अहिले डिजिटलाइजेसन र ग्लोबलाइजेसनको नितान्त नयाँ ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स मार्फत थुप्रै चिजहरू प्रभावित गर्ने ठाउँसम्म तपाईँ हामीले देखेका छौँ। दिनदिनै ठुलो लडाईँ भइरहेको छ अन्तर्राष्ट्रिय क्षेत्रमा। एआई आर्टिफिसियल इन्टेलिजेन्सको सन्दर्भमा विभिन्न प्रोजेक्टहरू च्याट जीपीटी भनेर अर्को भनेर प्रतिस्पर्धा गरिराखेका छन्। पश्चिमाहरू र पूर्वेलीहरू ठुल्ठुला वैज्ञानिकका दिमाग लागिराखेका छन् र हर दिन नयाँ कुरा आइराखेका छन्। त्यहाँ प्रेसले आफूलाई समयानुकूल बनाउनको लागि यी सबै विज्ञान प्रविधिले गरेका विकासहरूलाई आत्मसात गर्नुपर्ने, अध्ययन गर्नुपर्ने, त्यसलाई पचाउनु पर्ने आवश्यकता छ र त्यसको सदुपयोग जनताका पक्षमा, राष्ट्रका पक्षमा, समाजका पक्षमा गर्नको लागि हर दिन मेहनत गर्नुपर्ने आवश्यकता छ। यो हिजोको जस्तो सहज पक्कै पनि छैन।